फाइनली गाइज हामी आज न्यु रोडमा यसो प्राङ्क गरौँ फर्स्ट टाइम कस्तो हुँदो रहेछ आउनु बदलौँ भनेर हिँडेको होइन कस्तो हुन्छ हाम्रो प्राङ्क हेर्नु ल गाइज लेट्स गो सुन्नु न फ्री हो एकछिन आमा कस्तो दर्शन भयो ए यहाँबाट छ नि यो पोखरा जाने गाडी कहाँबाट पाउँछ हजुर फेवादाल बसमा अब केमा पाउँछ त्यसमै जाने पोखरा भन्थ्यो कहाँ हो थाहा नै छैन साथीले भनेको काठमाडौँ नि पोखरा भन्ने छ र जिल्लै अर्को भन्ने होइन त्यही त त्यो साथी पनि काठमाडौँमै छ क्या अनि उता खानकोट हो कि कहाँ आइज त्यहाँबाट जानुपर्छ भनिरहेको थियो त्यो चाहिँ कहाँबाट पाउँछ त्यता त कहीँ खोज्यो कहीँ पनि पाएन त नि खानकोट जाने त मोबाइलै स्विच छ कसरी इन्ड्राइभ गर्ने र काठमाडौँको छैन म त उता सर्लाहीबाट आएको पोखरा जानुपर्ने काठमाडौँको पोखरा भन्ने ठाउँ छ अरे त नि साथीले भने हो दिदी सुन्नु न एकछिन दाइ सुन्नु न एकछिन टाइम दिनु न है वहाँ मनाङ मुस्ताङ जाने गाडी कहाँबाट पाउँछ थाहा छैन ए यता बस पार्क जाने गाडी थाहा छ ए यहाँबाट पाउँछ थ्याङ्क यू पाउँछ खानकोट जाने गाडी कहाँबाट पाउँछ अनि त्यहाँबाट उता मुस्ताङ जाने गाडी पाउँछ दिदी सुन्नु न उता काठमाडौँ त्यहाँबाट गाडी पाउँछ पाउँदैन त्यहाँबाट कहाँ जाने गाडी पाउँछ म्याप छ भने म्यापमा हेरेर जाँदा नि अनि त्यहाँबाट यता पोखरातिर जाने उतिर जाने गाडी चाहिँ लागिरहेको पोखराबाटै हो खासमा चाहिँ मेरो यहाँबाट यहाँ म आएको थिएँ मेरो एउटा साथी हरायो क्या अनि उता थानकोटमा भेट्यो त्यहाँबाट जानुपर्छ भनिरहेको थियो अनि त्यही भएर क्या फोन गरेको फोनै लाग्दैन भने बालाजु धरेर अनि थानकोटको गाडी चढेर जानु अहिले कति बजे 3 बजेदेखि उता त फेरि थानकोट जाने गाडी पाउँदैन ए हस् मात्र लोड चाहिँ मलमा डाइरेक्ट आएको भन्ने सुनिन्छ त बस चाहिँ गयो
दिदी सुन्नु न हामी उता पोखरा जान लागेको के बस कहाँबाट पाउँछ त दिदी सुन्नु न हामी उता मुस्ताङ जानुपर्ने बस कहाँबाट पाउँछ